जय मसी प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, कहिलेकाहीँ लाग्छ होला यस्तो ठूलो दबाव र फरक संस्कृति माझ आफ्नो विश्वासमा कसरी अडिग रहने। आज हामी दानिएलको पुस्तकभित्र रहेका यस्तै अविश्वसनीय कथाहरूको गहिराईमा जानेछौँ। यो एउटा यस्तो कथा हो जहाँ विश्वास, साहस र परमेश्वरको कहिले अन्त्य नहुने सार्वभौमिकता छ, जसले आज पनि हामीलाई ठूलो प्रेरणा दिन्छ। यो एउटा पदले नै पुरै किताबको सार बताउँछ। मानिसले बनाएका जतिसुकै शक्तिशाली साम्राज्यहरू किन नहुन्, ती सबै एक दिन ढल्नेछन्, तर परमेश्वरको राज्यको शक्ति र स्थायित्व सधैँभरि अटल रहन्छ। यही विचारलाई हामी आजको विश्लेषणमा बारम्बार देख्नेछौँ, चाहे त्यो राजाको सपनामा होस् वा आगोको भट्टीमा। ल सुरु गरौँ है त। हामी पहिले दानिएल को थिए भनेर हेर्छौँ, त्यसपछि उनको विश्वासको कठिन परीक्षाहरूलाई निहाल्नेछौँ, अनि हामी राजाहरूको सपना र घमण्ड, भविष्यका दर्शनहरू र अन्तमा यो पुरै पुस्तकको मुख्य सन्देश के हो भनेर केलाउनेछौँ। अब हाम्रो पहिलो खण्डमा जाउँ। आखिर दानिएल को थिए? उनी एक कैदी थिए, आफ्नो घरबाट टाढा, एउटा शक्तिशाली तर मूर्तिपूजक साम्राज्यमा लगिएका। यो खण्डले उनको जीवन र उनले सामना गरेका चुनौतीहरूको ऐतिहासिक पृष्ठभूमि तयार गर्छ। सोच्नुस् त, 606 ईसा पूर्वमा यहुदाबाट कैदी बनाएर लगिएको एक युवक कसरी बेबिलोनको शक्तिशाली दरबारमा प्रमुख पदमा पुग्न सफल भयो। यो कुनै सम्झौता गरेर होइन, बरु आफ्नो अटल विश्वासको माध्यमबाट थियो। उनले र उनका साथीहरूले राजाको खान अस्वीकार गरेर सानो कुरामा पनि परमेश्वरप्रति आफ्नो निष्ठा देखाए, र परमेश्वरले उनीहरूलाई असाधारण बुद्धिले इनाम दिनुभयो। अब यो किताबमा हामीले बारम्बार देख्ने केही मुख्य विचारहरू छन्। हामी परमेश्वरको सार्वभौमिकताको मुकुट देख्नेछौँ जब राजाहरू झुक्छन्, र विश्वासको लङ्गर देख्नेछौँ जब मानिसहरू आगो र सिंहहरूको सामना गर्छन्। हरेक कथाले यिनै गहिरा सत्यहरूलाई उजागर गर्छ। अब हामी एउटा यस्तो खण्डमा जाँदैछौँ जहाँ विश्वास केवल एक विचार मात्र होइन, बरु जीवन र मृत्युको सवाल बन्छ। यहाँ दानिएल र उनका साथीहरूको निष्ठालाई सबैभन्दा कठिन परीक्षामा राखिएको थियो। यी कथाहरू ठूलो दबावमा कसरी साहस देखाउने भन्ने उत्कृष्ट उदाहरण हुन्। यो नाटकीय कथालाई हेरौँ। राजाको आदेश मान्नुभन्दा परमेश्वरमाथि भरोसा गर्ने उनीहरूको निर्णयले उनीहरूको विश्वास कति बलियो थियो भनेर देखाउँछ। उनीहरूले त राजालाई सिधै भने, हामीले सेवा गर्ने परमेश्वरले हामीलाई बचाउन सक्नुहुन्छ, तर उहाँले नबचाउनु भए तापनि हामी तपाईँको मूर्तिलाई दण्डवत गर्ने छैनौँ। यो हो साँचो निष्ठा। अनि सबैभन्दा अचम्मको कुरा के थाहा छ? यो चमत्कार देख्ने अरू कोही होइन, राजा आफै थिए। राजाका आफ्नै शब्दहरूले ईश्वरीय उद्धारको शक्ति र आश्चर्यलाई देखाउँछ। यो उनीहरूको विश्वासको यस्तो शक्तिशाली प्रमाण थियो जसलाई उनीहरूको सबैभन्दा ठूलो शत्रुले पनि इन्कार गर्न सकेन। अब हेरौँ दानिएलको आफ्नै व्यक्तिगत परीक्षाको दृश्य। यो क्षण अन्य अधिकारीहरूको डाहबाट सुरु भएको थियो। उनीहरूले दानिएलको कुनै दोष पाउन सकेनन्, त्यसैले उनीहरूले उनको विश्वासलाई नै हतियार बनाएर फसाउनको लागि यो षड्यन्त्र रचे। र यो हो दानिएलको परमेश्वरको सुरक्षाको घोषणा, जसले प्रमाणित गर्छ कि अटल विश्वासको इनाम अवश्य मिल्छ। यो प्रार्थनाको शक्ति र परमेश्वरको सुरक्षाको एक सुन्दर उदाहरण हो। दानिएल र उनका साथीहरूले व्यक्तिगत रूपमा परमेश्वरको शक्ति देखे। अब हामी हेर्नेछौँ कि त्यही शक्तिले कसरी पृथ्वीका सबैभन्दा शक्तिशाली शासकहरू र उनीहरूको घमण्डलाई पनि नियन्त्रण गर्छ। अब हामी व्यक्तिगत परीक्षाहरूबाट अघि बढेर मानव अहङ्कार विरुद्ध परमेश्वरको अन्तिम अधिकारको ठूलो विषयवस्तुमा ध्यान केन्द्रित गरौँ। राजा नबुकदनेस्सरको सपनामा देखिएको यो मूर्तिको प्रतीकलाई हेरौँ। ध्यान दिनुहोस् त, धातुहरू सुनबाट चाँदी, काँसा र फलाममा जाँदा मूल्य घट्दै जान्छ, जसले मानव साम्राज्यहरूको पतनशील प्रकृतिलाई सङ्केत गर्दछ। यी सबै शक्तिशाली देखिन्छन्, तर ती सबै मानव हातले बनाएका हुन्। तर त्यसपछि कुनै मानव प्रयास बिना नै एउटा ढुङ्गा आउँछ जसले यो सम्पूर्ण संरचनालाई चकनाचुर पारिदिन्छ। हो, यही हो मुख्य कुरा। यो सपनाले मानव शक्तिको अस्थायी प्रकृति र परमेश्वरको राज्यको अनन्त अविनाशी प्रकृतिको बीचको भिन्नता देखाउँछ। यही नै सपनाको केन्द्रीय सन्देश हो। अब यो नाटकीय दृश्यको कल्पना गर्नुहोस्। राजा बेल्सजरले यरुसलेमको मन्दिरबाट लुटिएका पवित्र भाँडाहरू प्रयोग गरेर परमेश्वरको खिल्ली उडाइरहेका थिए।
ठिक त्यही अहङ्कार र परमेश्वरप्रतिको अनादरको क्षणमा एउटा रहस्यमय हात देखा पर्यो र उसको भाग्यको फैसला सुनायो। यो घमण्डको परिणामको एक स्पष्ट चित्र हो। दानियलको व्याख्याले स्पष्ट पार्छ कि घमण्ड र पापको परिणाम अटल हुन्छ। बेलशजरले परमेश्वरलाई तुच्छ ठाने र त्यसको परिणाम तुरुन्तै आयो। ल हामीले व्यक्तिगत जीवन र राजाहरूको दरबारमा परमेश्वरको शासन देख्यौं। अब यो किताबको भविष्यवाणी खण्डतिर लागौं, जहाँ पर्दा पछाडि हेरेर इतिहासको फराकिलो चित्र देखाइएको छ। हेरौं कि यी दर्शनहरूले हामीले पहिले नै देखेका द्वन्द्व र अन्तिम आशाका विषयवस्तुहरूलाई कसरी अगाडि बढाउँछन्। दानियल अध्याय 7 को जटिल चित्रलाई सरल बनाउँदा हामी मानव साम्राज्यहरूको हिंसात्मक प्रकृति र परमेश्वरको अनन्त राज्यको ईश्वरीय उत्पत्तिको बीचमा स्पष्ट भिन्नता देख्छौं। क्रूर जनावरहरूले प्रतिनिधित्व गर्ने राज्यहरूको विपरीत मानिसको पुत्र आउँछ र उहाँलाई सदा सर्वदा रहने राज्य दिइन्छ। अनि किताबको अन्त्यमा हामीलाई अन्तिम आशाको एक गजबको प्रतिज्ञा दिएको छ। यो पुरानो नियममा पुनरुत्थानको सबैभन्दा स्पष्ट सन्दर्भहरूमध्ये एक हो। यसले भन्छ कि इतिहास अन्याय र पीडामा समाप्त हुँदैन। एक दिन आउनेछ जब सबैलाई न्याय गरिनेछ र विश्वासीहरूलाई अनन्त जीवन दिइनेछ। यो शक्तिशाली पदले अन्तिम जवाफदेहिता र विश्वासीहरूका लागि अनन्त जीवनको आशाको विषयवस्तुलाई जोड दिन्छ। यो एक प्रतिज्ञा हो कि न्याय अन्ततः विजयी हुनेछ। आगोको भट्टीदेखि राजाहरूको सपना र भविष्यका दर्शनहरूसम्म हामीले एक अविश्वसनीय यात्रा गरेका छौं। अब यी सबै शक्तिशाली कथाहरू र भविष्यवाणीहरूबाट हामीले हाम्रो जीवनको लागि लिन सक्ने मुख्य पाठहरूलाई संक्षेपमा प्रस्तुत गरौं। त्यसो भए दानियलको पुस्तकको मुट्टु के हो त? सारमा भन्नुपर्दा मानव साम्राज्यहरू उठ्छन् र ढल्छन्, तर परमेश्वरको सार्वभौमिकता अटल छ। व्यक्तिगत विश्वास र निष्ठाको शक्तिले असम्भव परिस्थितिहरूलाई पनि जित्न सक्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, सबै द्वन्द्व र अन्यायहरूको बीचमा त्यहाँ अनन्त न्याय र पुनरुत्थानको निश्चित आशा छ। र यो विश्लेषणले एक महत्त्वपूर्ण प्रश्न खडा गर्छ, जसले हामीलाई सोच्न बाध्य बनाउँछ। यसले पुरानो पाठलाई हामी सबैले आज सामना गर्ने अनन्त छुनौटहरूसँग जोड्दछ। कि हामी अस्थायी मानव निर्मित कुराहरूमा लगानी गर्दैछौँ वा परमेश्वरको अनन्त राज्यमा? आउनुहोस् हामी प्रार्थना गरौँ कि परमेश्वरले हामीलाई दानियल जस्तै विश्वास र धर्मनिष्ठता दिनुहोस्, ताकि हामी कठिनाइमा अडिग रहन, पाप र अहङ्कारबाट बच्न र उहाँको राज्यको उज्यालो मार्गमा चल्न सकौँ। आमेन।